हेलो गाइस, गुड मर्निङ। आज चाहिँ भने म बिहानै हेर्नु लास्टै बिहानै छ 4 बजे अहिले ठ्याक्कै हेर्नु पर्दाखेरि 4 बजेको छ। सो साथीहरू चाहिँ सबैजना आइसक्यो होला। सो म चाहिँ यहाँ रेडी भएर मलाई चाहिँ यहीँबाट रिसिभ गरेर जान्छ। आज चाहिँ हामी भने कहाँ जाँदैछौँ, के कुन टुरमा जाँदैछौँ भनेर चाहिँ हेर्नु होला। आज चाहिँ मेरो लुक्स यस्तो छ। यता गाइज जुत्ता लाउन बाँकी छ। सो हेर्दै गर्नु होला हामी कहाँ जान लागेको। आज चाहिँ हाम्रो कलेजबाट टुर छ कि। सो स्टे ट्युन। गाइजहरू 37 भइसक्यो होइन। यिनीहरू आएको छैन हामीलाई यहाँ बिहानै उठाएर। यिनीहरू आएको छैन गाइज। हाम्रो यहाँ बिजोग भइसक्यो यी गाइज। गाह्रो छ स्याउ बोकाएर यहाँ राखिरहेछन्। यस्तो बिहान यहाँ उठाएर होइन। धन्न एकजना यहाँ साथी छ। हेलो हेलो। अनि हामी चाहिँ कहाँ जान लागेको रे? कन्याम। हामी चाहिँ कलेजबाट कन्याम जान लागेको। मेरो हेर त अम्बो म सुतिनँ कि एउटा राति। डार्क सर्कल भन्दा पनि यस्तो के एक्साइटेड भएर होला नसुतेको। अम्बो म त देखिदिनँ। सो गाइज यो बोली मात्रै सुन्नु होला होइन। यिनीहरूलाई पर्खिरहेको छौँ हामी। 4 बजे यहाँ गाडी आइपुग्छ भन्ने मान्छेहरू अहिलेसम्म आइपुगेको छैन। 5 बज्न आँटिसक्यो, 4:30 भइसक्यो। तर आउँछन् होला अब छिटै होइन। छिटै आउँछन् जस्तो लागिरहेछ। पर्खिम। हामी चाहिँ यहाँनिर यस्तो राम्रो भ्युज थियो होइन। एकदमै राम्रो भयो टुर होइन। सो म चाहिँ यहाँनिर मलाई चाहिँ भिडियो खिच्न लाएँ अनि भिडियो खिचिरहेको छु। सो त्यो भएर चाहिँ एकदम राम्रो भयो। हेर्नु न कस्तो राम्रो टुर, कस्तो राम्रो सिन छ क्या है। ल भयो म नभएको बेलामा यहाँनिर पुरा भिडियो बनाएका छन् यिनीहरूले होइन। हेर्नु नि यहाँले पुरा यिनीहरूले भिडियो बनाएछन्। मेरो साथीहरू हो कि 3 जनै। अनि यिनीहरूले भिडियो बनाएछन् कि म नभएको बेलामा। ठिकै छ, दामी रमाइलो गरेछौ। मेरो मोबाइलबाट जस भ्लग बनाइदिए यिनीहरूले।